गाइजहरू यो चाहिँ मैले जापानमा आफै बारीमा बनाएको मल हो है गाइज। यस्तो कुहाएर यसरी बनाउनु पर्छ अनि त फल्छन् यस्ता सिमी। त्यत्तिकै फल्छन्, किनेर नि हाल्न पर्छ माटो ल्याएर। हेर्नु न, यो तलबाट यो कालो भएर निस्क्यो नि, यो चाहिँ यहीँको गोबर हो, मैले नै बनाएको। यो झारपात कुहाएर यस्तो गङ्गटा परिरहेको के मल होइन। त्यसपछि कहाँबाट हुन्छ नि, मच्छर उडेको देख्नु भयो। कम त टोक्छ नि ले। ए ठ्याक्कै बास्ना पनि घरको मलको जस्तो के। त्यो चाहिँ माथिबाट टपिङ गरेको, कुनी मजाले कुयो। नकुनीहरूलाई हेर्ने ए प्रभु डर लाग्यो। कुनी कुयो, नकुनीलाई चाहिँ लगेर फेरि फालिदिन्छु कि अब भनेर हो। यस्तो भइरहेछ गाइज। यहाँ काँक्राले थाक्रो पाएको छैन। सिमी देखाएकै हो है मैले चाहिँ, सिमी देखाएको हो। कपिली हो कि चिचिनो, कर्कला, मेथीको साग, टोमेटो त्यत्तिकै फल्छन्। गमला भए नि, बारीमा भए नि, खेतमा भए पनि, जहाँ भए पनि दुःख त गर्नुपर्छ नि त गाइज। यो भनेको पनि आफूले केही टाइमहरू, केही समय चाहिँ परिश्रम गरे चाहिँ हुने हो कि। यत्रो मल भयो हेर्नु न गाइज। तपाईँको रिपोर्ट पनि छ र गर्न मिल्छ भने गर्दा हुन्छ। त्यही हो गाइज, द्याट्स फल टुडे। ल एकपटक फेरि सिमी हेर्नुहोस्, फेरि पेट दुख्ला नि आँखा लगाइदिएर। यस्तो गरेर फालिदिनु पर्छ, यसलाई गोमी हालिदिने। ल यताको भागमा पनि खुर्सानी लगाएँ। कति सर्छन् कति सर्दैनन् त थाहा भएन गाइज। त्यो गोमी छलेर जानु पर्यो।